प्रीति राईको आज बर्थडे। त्यो व्यक्ति जो नेपाली फुटबलले जन्माएको अर्को मेसी एन्ड वी कल हर एज अ नेपाली मेसी। अनि त्यो व्यक्ति जसले फुटबल केटाहरूसँग खेलेर सुरु गरे, कतिले त नखेल जा केटी भएर फुटबल खेल्नुहुन्न भनेर गाली गरे र आज हेर्नुस् त त्यही केटी बिना नेपाली फुटबल कति अधुरो छ। फ्यान्सहरू यतिसम्म क्रेजी छन् कि प्रीति टिममा छ भने गेम हेर्छन्, यदि प्रीति टिममा छैन भने गेम पनि हेर्दैनन् के। यस्तोसम्म क्रेजी भइसकेका छन्। 17 वर्षको उमेरमै नेसनल टिममा स्थान बनाएको प्रीतिले नेपाली फुटबललाई आफ्नो काँधमा बोकेर हिँडिरहेको छिन् र जब जब देशलाई सङ्कट पर्छ त्यति बेला प्रीतिले आफ्नो चमत्कार देखाउँदै आएकी छिन्। एन्फाले फुटबललाई सकाए पनि प्रीतिको कारण हामीलाई भने अझै पनि फुटबलप्रति माया छ है। र आउने दिनमै हामीले आशा गरेका छौं कि प्रीतिकै पालामा नेपालले वर्ल्ड कप खेल्नेछ। सरासर भन्नुपर्दा नेपाली फुटबलको ढुकढुकी हो प्रीति राई। त्यसैले फुटिफिफा नेपालको तर्फबाट हाम्रो नेपाली मेसीलाई जन्मदिनको धेरै धेरै शुभकामना।